हेलो साथीहरू, म आज तपाईहरुलाई 60 सालभन्दा यता र आजभन्दा लगभग 20 वर्षको बीचको समयलाई म लिएर जाँदैछु र हजुरहरुको जीवनमा प्रयोग गर्नुभएको मोबाइल डिभाइसहरु कुन कुन हो तपाईहरुले चिन्नुस् अनि कमेन्ट गर्नुस् है त। म तपाईहरुलाई मोबाइलको सेटहरु देखाउन गइरहेको छु। अलि पुरानो सेटहरु रहेको छ अनि यो चाहिँ एकदमै अब दुर्लभ हुँदैछ। यो मेरो जीवनको एउटा ऐतिहासिक पनि हो र अहिले मैले चाहिँ यो कामहरु गरिरहेको छैन। पहिला चाहिँ मेरो पेशागतले यो मर्मत गर्ने कामहरु हुन्थ्यो भने यो चाहिँ अहिले मैले म्युजियममा हालेर राख्ने निधो गरेको छु है त। म तपाईहरुलाई देखाउँछु ल, फटाफट भिडियो देखाउँछु है त। ल हेर्नुस् है त, यो अलि पुरानो मोडल, अहिले लाभा भन्छ है। यो मोबाइल चाहिँ लाभा कम्पनीको हो अनि यो लाभा कम्पनीको भने यो चाहिँ नोकिया C2 भन्ने मोडल हो। C2 अनि यो C2 भन्ने मोबाइल चाहिँ धेरै चर्चामा आएको थियो अनि यो चाहिँ अलि पछिल्लो चरणमा आएको नोकियाको सेट हो। यो सेट पनि हजुरले चलाएको हुनुपर्छ मेरो विचारमा। विभिन्न समयमा विभिन्न सेटहरु आएको छ अनि यो चाहिँ चाइनिज किवी भन्ने मोबाइल सेट रहेको छ भने यो चाहिँ लगभग यो सेट पनि धेरैले युज गरेको छ है त। यो सेट मसँग भएको सेटहरु एकदमै पुरानो सेट पनि छ अनि एक चरणमा यो लाभाको सेट पनि प्रख्यात भएको थियो। यो TTH भन्ने कम्पनीले पनि मोबाइल निकालेको थियो अनि यो स्यामसङको भयो। म यो किवीको पनि देखाउँछु तपाईलाई मसँग भएको सेटहरु अनि यो पनि ओरिजिनल नोकिया नै रहेको छ है त। यो सेटहरु यो लाभाको भयो अनि यो स्यामसङको भयो। यो चाहिँ अलि पछिल्लो चरणमा अलि डेभलप भइसकेपछि मात्रै निस्केको सेटहरु हो। यो अलि पुरानै सेट हो। यो पनि नोकियाको पुरानो सेट हो। यसलाई चाहिँ पुरानै सेट भन्न सकिन्छ। यो स्यामसङको अलि पुरानै सेट हो। यो पनि अर्को नोकियाको यो पनि खुबै चलेको सेट हो। यो अलि पछिल्लो चरणमा चलेको। यो चाहिँ अलि अगाडि नै चलेको है त। C1 भनेको अलि अगाडि नै चलेको सेट हो यो। अनि यो चाहिँ एकदमै यो झन् पुरानो है। यो सेट कति जनाले चलाउनु भयो, एकदमै फेमस भएको सेट हो। यो सेट चाहिँ अब एकदमै दुर्लभ छ, मार्केटमा पाउँदैन यो सेट। तर पनि यहाँ सुरक्षित छ है त। यो नचले तापनि यहाँ मैले सम्झनाको लागि राखेको हो। यो पनि C1 भन्ने मोडल, तर यो चाहिँ चाइनिज रहेको छ है त। यो चाहिँ अब कपीमा हो। अनि रहेको छ यो। अब यो सेट त झनै पुरानो हो है। एकदमै बलियो खालको सिंगल सिम जाने एकदमै पुरानो सेट हो यो। म अर्को पनि देखाउँछु ल तपाईहरुलाई। यो लाभाको भइहाल्यो। यो चाइनिज भइहाल्यो। यो पनि चाइनिज नै हो यिनीहरु। पछि डेभलप भएको छ, अझै म पुरानो। यहाँ रहेको छ ओरिजिनल नोकियाको हो। एकदम राम्रो, एक प्रकार एकदमै खुबै चर्चामा आएको सेट हो यो है। यो E63 भन्ने मोडल हो। यसमा त एकदमै किबोर्ड पनि हेर्नु न, एकदमै कम्प्युटरको जस्तै हैन, टाइपिङ किबोर्डहरु त्यस्तो खालको थियो। एक जमानामा खुबै चलेको सेट हो यो। अनि अर्को यो पनि चलेको थियो है त। ठ्याक्कै उस्तै हो, तर यो चाहिँ अलि फरक मोडलको हो, तर एकदमै चलेको सेट है त साथीहरु यो। अब यो कम्पनीको मोबाइलहरु त छन् हैन। यो झन् एकदमै सुरुमा फर्स्ट निस्केको सेट है त। यो तपाईहरुकोमा छ कि छैन है। अब त सायद पाउँदैन होला, मेरो विचारमा कतै मात्र युज भइरा होला। तर यो सायद यो युज छैन। तर पनि एकदमै यो मोबाइलले चाहिँ हामी पुरानो सम्झनाको दिनहरु दिलाउँछ है त।
अर्को म तपाईँहरूलाई पुरानो सेट देखाउँछु। यो पनि पुरानै सेट हो है त। यो पनि एक चरण चाहिँ खुब मार्केट खाएको सबैको हातमा पुगेको सेट हो। मैले मोडल नम्बरहरू चाहिँ भनेको किनकि अब यो भिडियो लामो हुन्छ है। यो स्यामसङको सेटहरू हो। यो यिनीहरू स्यामसङको सेटहरू है। डस स्यामसङ डस भन्छ यिनीहरू सब स्यामसङको सेटहरू हुन्। तर यिनीहरूले पनि एक चरणमा मार्केट खाएको हो। म तपाईँहरूलाई जति सक्दो पुरानो समयको कुराहरू देखाउन चाहन्छु। अनि यो अघि नै मैले देखाइसकेँ। मैले चाहिँ यो सेटहरू किन राखेँ भन्दाखेरि एक समयमा मैले यो सबै यो मोबाइलहरू मर्मत गर्ने काम गर्थ्यो भने अब मेरो यो पनि रहेको छ है त। यो चलेको सेट अब चाहिँ यो कामहरू गरिँदैन किनकि अब यो एलजी पनि छ है त। मोबाइल एलजी पनि रहेको छ। तपाईँहरूको समयमा कुन कुन मोबाइल चलाउनु भयो तपाईँहरूको लाइफमा त्यही कुराहरू तपाईँहरूले कमेन्ट गरिदिनु होला। यो स्यामसङ नै हो। यो पनि स्यामसङ। यो मोडल नम्बर भनिराख्न चाहिँ मलाई भ्याएन। अब यो चाहिँ सोनी सेट हो। यो सोनीको सेट हो। यो लाइ त यो चाहिँ स्यामसङको एकदमै राम्रो। यो पनि मार्केट खाएको सबैको हातमा पुगेको सेट हो। यो पनि के अरे नोकिया नै हो है। अब यो यस्तो काम नलाग्ने भएर बसिरहेको छ। तै पनि मैले आफूले गरेको काम हो। यो मर्मत गर्ने काम हो। त्यही भएर मैले चाहिँ यो बिर्सिन नसकेर यसलाई चाहिँ अब सकेसम्म सानै भए पनि म्युजियम बनाएर हाल्ने विचार गरिरहेको छु। अनि म्युजियममा राख्ने। अब यो सेटहरू हेर्नु न। यो यस्तो पुरानो छ तर माया लाग्छ है। अब यो पुरानो सेटहरूले चाहिँ पुरानो दिनकै सम्झना दिलाउँछ। यो मोबाइल पनि हेर्नु न। अब साथीहरू यो सेटहरूले चाहिँ पुरानो दिनहरूको सम्झना दिलाउँछ। अर्को एउटा सेट भेटिरहेको छैन है। त्यो 1100 मोडल भन्ने पनि थियो। यहाँ छ जस्तो लाग्छ तर हुनुपर्ने यता कतै भेटिरहेको छैन। भेटिरहेको छैन। यो बोर्ड पनि यस्तो राम्रो आउँछ क्या यसको। यो पुरानो सेटहरूको बोर्ड पनि एकदम राम्रो आउँछ। यो जति मर्मत रिपेयर गरे पनि त्यो अहिलेको त अब खोल्नै मिल्दैन। अहिलेको सेटहरू चाहिँ गइहाल्छ। यो आइटेल भन्ने पनि थियो। हुन त आइटेल अहिले पनि छ। यो लेनोभो भन्ने पनि यो सामानमा खेलेको थियो। चलेको सेटहरू यिनीहरू। यो कलर्सको भइहाल्यो। ल भिडियो लामो हुन्छ मैले धेरै बोलेन। ल है त साथीहरू यो सेट चाहिँ तपाईँहरूले चिन्नुहोस् है त। तपाईँहरूले कसरी ल है त साथीहरू यो सेट तपाईँहरूले चिन्नुहोस्। अनि तपाईँले कुन समयमा चलाउनु भएको थियो यो सेटहरू। विशेष गरी यो सेट चाहिँ मलाई सम्झना छ। यो सेटहरू चाहिँ धेरै पुरानो। यो सेट पनि सम्झना छ। यो सेटहरूले चाहिँ पुरानो दिनको कुराहरू याद गराउँछ। यो सेट पनि हो पुरानै। विशेष गरी यो एकदम खुब चर्चामा आएको सेट। यो नोकियाको सेट हो है त। यो एकदमै राम्रो चलेको सेट हो यो। तर यसको डिस्प्ले छैन। तर यसको यो पार्ट्सहरू पनि काम गर्दैन। तर यो मोडल चाहिँ राम्रो छ है त। यो मोडलले चाहिँ सम्झना दिलाउँछ। ल है त। ल गाइस यो मोबाइलहरू हेर्नुहोस् अनि हजुरहरूको जीवनमा प्रयोग गर्नुभएको छ ती सम्झना याद। यो सम्झनाको लागि मैले देखाउँदैछु तपाईँहरूलाई।